75 जना बच्चाहरू मरिसकेपछि निश्चल खरेल भन्ने व्यक्तिले हाम्रो अपरेसन सक्सेस भयो र जेएनजी आन्दोलनले धेरै ठुलो रेभोल्युसन ल्यायो। यसमा थ्यांक यू बालेन, तपाईले भित्र बसेर जुन लिड गरिदिनु भयो बालेनज्यूलाई धन्यवाद छ भनेर भनेको छ। भनेको छ कि छैन? भनेको छैन? त्यही कुरा मैले सार्वजनिक गरिसकेपछि मलाई दिनको 1 बजे मैले सार्वजनिक गरेँ। मलाई राति 12 बजे आएर पुलिसले उठायो। यहाँबाट पुलिसले उठाइसकेपछि कुरा के भयो भन्दाखेरि मैले तपाईहरुलाई प्रश्न पार्नुपर्छ। मङ्सिर 7 गतेको हाम्रो आन्दोलन थियो। 1 गते राति नै मलाई लगिसकेपछि मलाई 7 गतेको दिन मैले बन्दी प्रत्यक्षीकरण रिट हालेको थिएँ। बन्दी प्रत्यक्षीकरण रिट हाल्दाखेरि मलाई 7 गते अदालतबाट मैले रिहाई पाउँदै थिएँ। त्यो पनि मलाई थाहा थियो, किनभने मलाई बिना कारण थुनेको थियो सिडिओको आदेशमा। यो मुद्दाको नाम पनि अभद्र कुनै के लगाएको थियो। त्यस पछाडि त्यही दिन बेलुका 6 गते बेलुका मलाई प्रधानमन्त्रीबाट कुरा आयो, फोन आयो। आइसकेपछि दुर्गाजी तपाईले उठाउनु भएका माग सर्वहारा वर्ग भोइ मान्छे जो कम्युनिस्टले उठाउने माग तपाईले उठाउनु भएको छ, एकपल्ट वार्ता गरौँ न। तपाईले उठाएका मागमा हामी सकारात्मक छौं, पोजिटिभ छौं। तपाईले जति पनि कुरा उठाउनु भएको छ एकदम नागरिकहरूको जनजीविकोपार्जनसँग छ र यो उहाँले भन्नुभएको थियो कम्युनिस्टहरूले उठाउनु पर्ने नारा तपाईले उठाएर हिँड्नु भएको छ। एकपल्ट वार्ता गरिदिनुस् न। किन हिजो अस्ति विध्वंस भएको, फेरि तपाई किन विध्वंस मचाउनुहुन्छ? आखिर विध्वंस नमचाइकिन तपाईका माग पूरा भयो भने किन नगर्ने भनेर भन्ने खालको कुरा गरिसकेपछि पहिलोचोटि हाम्रो मागलाई प्रधानमन्त्री आफैले हामीलाई त हिजो खड्गप्रसाद ओली सरकारले, प्रचण्ड सरकारले हाम्रा माग त सुनेको थिएन नि त। कमसेकम अहिलेको नागरिक सरकार जेसुकै जसरी बने पनि सरकार त सरकारै हो, प्रधानमन्त्री नै हो नि त। जति नै मुख छाडे पनि हैन, जुन मोडलबाट बने पनि प्रधानमन्त्री नै हो। मैले पनि के सोचे भने हाम्रा माग यदि इन्डोस हुन्छ, प्रधानमन्त्रीको टेबलमा पुग्छन् भने हामीले पुर्याउनु पर्छ भन्ने मैले सोचेर मैले त्यो दिन बेलुका हाम्रा साथीहरूलाई कन्ट्याक्ट गर्दाखेरि एकजनाको मात्रै कन्ट्याक्ट भयो। म त प्रहरी हिरासतमै थिएँ। त्यस पछाडि हाम्रो प्रेमदीप लिम्बुको नेतृत्वमा मैले मेरो छोरालाई पनि पठाएँ। अब छोरो मृत्यु भएकोले गर्दाखेरि अरू 2 जना वकिल साहबहरूलाई पठाइसकेपछि तपाईका यी माग हुन् भनेर भनिसकेपछि हामीले राति मैले 12 बजी ती मागहरू उहाँले लेखेर पठाएका, ओम अर्याल गृहमन्त्रीले लेखेर पठाएका डायरीबाट तिनै मागहरू 10 बुँदे मागहरू मैले राति सार्वजनिक गराएँ। त्यो पनि मैले सार्वजनिक गराएको कहाँबाट भन्दा प्रहरी हिरासतबाट। त्यस पछाडि 15 दिनभित्रमा वार्ता गरेर हाम्रा मागहरू पूरा गर्ने। हाम्रा मागहरू पूरा भएनन् भने त भोलि आन्दोलन छँदैछ नि, फेरि आन्दोलनै गर्ने हुँदाखेरि हैन। तर आन्दोलनै नगरी सडकमा विध्वंसै नमचाइकिन अब हाम्रा माग पूरा हुन्छन् भने गर्ने कि नगर्ने त तपाईहरु भन्नुस् त? गर्ने हो नि त। त्यही भएर मैले धेरै सोचेर मैले यो कदम चालेको। त्यस पछाडि कुरा के भयो भन्दाखेरि हिजो मलाई गृहमन्त्रीज्यूले बोलाउनु भयो। अस्तिको दिन बोलाउनु भयो, बिहानै 2 जना मात्रै बसौँ कसैले खाना पाउने गरी भन्नुभयो। म यसो गएको थिएँ। म उता पुगेपछि म फर्केँ। म त्यसरी बस्दिनँ। मैले गृहमन्त्रीलाई खबर पठाइदिएँ म त्यसरी बस्दिनँ, बरु बस्नु पर्यो तपाईसँग भने ओपेन बस्छु, सबैलाई थाहा होस्। किनभने मलाई लुकाएर कुनै मन्त्री माग्नु छैन, मेरो ऋण मिना गराउनु छैन, मेरो त केही छैन। मैले जति पनि यी माग उठाएका छन् नेपाल र नेपाली जनताका माग हुन्, मेरा माग होइन। मैले एउटा नेतृत्व मात्रै गरिदिएको। मेरा मागहरू त्यहाँ के छन्? लघु वित्तको र सहकारीको 20 लाख भन्दा मुनिको ऋण हो। मेरो होइन नि त्यो त। लघु वित्त पीडित र सहकारी पीडितको मेरो लघु वित्त र सहकारीमा मैले लोनै लिएको छैन है। त्यहाँ ब्ल्याकलिस्टको कुरा आएको छ। कालो सूचीमा झन्डै 6 लाख व्यापारी परेका छ। 19 लाख व्यापारीमा 6 लाख व्यापारी आज चाहे रक्सीको डिलर गरून्, चाहे होटेलको डिलर होटेल चलाउन्, चाहे यातायात व्यवसायी होस्, चाहे जेसुकै होस्, सबै मान्छे ब्ल्याकलिस्टमा छन्, कालो सूचीमा छन्। कालो सूची भनेको के हो भन्दाखेरि तपाईहरुलाई म बुझाउँछु। कालो सूचीमा परिसकेपछि म कालो सूचीमा परे या कोही एकजना मान्छे कालो सूचीमा पर्यो भने त्यसलाई ग्यारेन्टी दिने मान्छे पनि कालो सूचीमा पर्यो र त्यसको परिवारै कालो सूचीमा पर्यो। कालो सूचीमा परिसकेपछि के भयो भन्दाखेरि उसको बैंक खाता चलेन,
उसको पासपोर्ट चलेन, उसको नागरिकता चलेन, उसको केही चलेन। यति हो कालो सूची भइसकेपछि यो बुढाबुढीले पाउने वृद्ध भत्ता छ नि, त्यो पनि अहिले त ब्याङ्कमा जान्छ। त्यो पनि त्यही लघुवित्त र सहकारी ब्याङ्कले लान्छ। यी बुढाबुढीले पाउँदैन। एमाले भन्छ नि बुढेसकालको सहारा बनेर तपाईँहरूलाई 4000 भत्ता भन्छ नि, त्यो पनि ब्याङ्कमै जाने हो, त्यो पनि पाउँदैन। अनि मैले त्यो कुरो उठाइसकेपछि कालो सूचीको कुरा भयो, ब्याङ्कको ब्याजको कुरा भयो। मैले भनेको कुरा त हिजो 16% ब्याज थियो, आज 6% मा आयो नि त, हो कि होइन? हाम्रै कारणले हो नि त। भनेपछि यो ब्ल्याक लिस्ट कालो सूची नहटाइकन व्यापार पनि चल्दैन, ब्याङ्क पनि धराशायी हुन्छ, व्यापार पनि धराशायी हुन्छ। व्यापारीहरूले देश छोड्नुपर्छ भनेर भनेको त्यो विषयमा सोचौँ भन्नुभयो र त्यो कालो सूची हाम्रो मेन मुद्दा हो। र लघुवित्त र सहकारीको 20 लाख भन्दा मुनिको ऋण मिना गर्नुपर्छ र नेपाली नागरिकहरूलाई, गरिब सो सर्वहारा वर्ग भुइँ मान्छे छ त्यसलाई बचाउनु पर्छ भन्ने हाम्रो मूल नारा हो। र मान्छेलाई झुन्डिएर मर्न दिनु हुँदैन भन्ने। र यी सबै कुराहरू छन्। फेरि एकपल्ट रिस्ट्रक्चर गर्नुपर्छ, किनभने यो के भएको भन्दाखेरि यहाँको राजनीतिक, यही देशमा कोभिड आयो, कोभिड त संसारमा आएर पनि बढी यही देशमा आयो, भूकम्प यही देशमा आयो, हो कि होइन? नेताहरू भ्रष्टाचारमा फँसे, नेताहरूको गलत कामको कारणले गर्दाखेरि आज नेपाली जनताले दुःख पाएर सबै ब्ल्याक लिस्टमा पर्नु पर्यो। सबै कारणले गर्दाखेरि आज नेपालीहरूले देश छोड्नु परेको छ भनेर पहिला त नेपाली जनताहरूलाई यही देशमा रोक्नको लागि के गर्नुपर्छ भन्ने हिसाबले हामीले यी मागेर उठाएर जाँदाखेरि मलाई हिजो गृहमन्त्रीले बोलाइसकेपछि म गएँ। मेरा माग धेर छैन, 10 वटा छन् अहिले गर्न सक्ने, गरिदिनुहोस्। एउटा ब्ल्याक लिस्टबाट, कालो सूचीबाट हटाउने प्रक्रिया सुरु गरौँ। एउटा 20 लाख भन्दा मुनिको ऋण सबै तपाईँहरूले गर्न सक्नु हुँदैन भने कति हो त्यो गर्ने सुरुवात गरिदिनुहोस्। ब्याङ्कको ब्याजको कुरा त 6% भनेको त 6% मा आइसक्यो, त्यसलाई पनि अझ कन्ट्रोल गरेर 5% मा दिउँ। अब जति 35 दिने सूचना काटिए, अब 35 दिने सूचना नकाटोस् ब्याङ्कहरूले अहिले। अब ब्ल्याक लिस्टमा राख्ने काम नगरोस्, हो कि होइन? मान्छेका घर जग्गा लिलाम गर्ने र घर भनेको मान्छेको सपना हो। ती घरहरू लिलाम गरेर अर्कालाई बेच्ने काम नगरोस्, अहिले नगरोस् भनेर हामीले यिनै कुराहरू, खास गरेर आर्थिक मुद्दा, आर्थिकसँग भएका मुद्दाहरू, जो गरिबहरूका मुद्दा छन्, जो सर्वहारा वर्ग भुइँ मान्छेका मुद्दा छन्, त्यसमा अर्को मुद्दा हामीले के थप्यौँ भने सुकुम्बासी। आज 70 लाख मान्छे सुकुम्बासी भएछन्। जुन देशको जनसङ्ख्या 2 करोड 90 लाख छ, त्यसमा 70 लाख जनसङ्ख्या चाहिँ सुकुम्बासी भयो भनेपछि तपाईँहरू अचम्म होइन? अनि दिनको 5000 मान्छेले देश छोड्ने, 70 लाख मान्छे सुकुम्बासी हुने, सीमित सामन्तको हातमा ब्याङ्क पनि, इन्सुरेन्स पनि, रिइन्सुरेन्स पनि, लघुवित्त पनि, सहकारी पनि, व्यापार व्यवसाय जम्मै तिनीहरूकै, गाडीको सोरुम सबै। अब हाम्रा नेपाली त के भन्छन्, सटर खोलेर तिनै तस्करहरूको सामान बेच्दिने व्यापारी भनौँ न, कर्मचारी जस्तो भएछन्। कुन नेपाली एउटा व्यापारीले चैनसँगले भात खायो आज र चैनसँगले सुत्यो? आज रातभरि सुत्न पाउँदैन। त्यो सोच्दै डिप्रेसनमा गइसके नेपालीहरू। हामीले उठाएको मुद्दा यही। हामीले उठाएको मुद्दा डे टु डे व्यापारीहरूको, सर्वहारा वर्गको, भूमिविहीन सुकुम्बासीको काठमाडौँमा आएर बाबा फुटपाथमा मकै पोलेर बेचेर पेट पाल्छु भन्दाखेरि लात हानेर खेदियो काठमाडौँबाट गरिबहरूलाई खेदियो। सागको मुठो बेचेर खान्छु भन्दा पाएन यार काठमाडौँमा मान्छेले, पाएन नि भनेपछि हामीले यिनै कुरा उठाएका थियौँ। र हाम्रो के हो कुरा भन्दाखेरि अब अलिक दिनमा हस्पिटलहरू बन्द हुँदैछ, नर्स पाउन छोडियो। मेरो भनाइ के छ भन्दा त्यो सुकुम्बासी भूमिविहीन छ नि, उनीहरूलाई 4 आना जग्गा दिउँ यी काठमाडौँभित्र। एक घर एक सुकुम्बासी, एक नर्स डक्टर पढाइदिउँ न, नर्स पढाइदिउँ न। एक घर एक नर्स, यो योजनाले पनि ल्याउनु पर्छ सरकार। एक घर एक डाक्टर, एक घर एक पाइलट, एक घर एक इन्जिनियर, एक घर एक सीए, यस्तो योजना पो ल्याउनु पर्छ त सरकारले, हो कि होइन? सरकार भनेको यस्तो खोजेको हो नि हामीले, सरकार भनेको गार्जियन खोजेको हो नि त। भनेपछि
मैले हिजो गृहमन्त्रीज्यूसँग कुरा गर्दा यिनै कुरा गरेँ। अब के गर्नुहुन्छ तपाईँ? सीमित 100 जनाका हातमा 3 करोड नेपालीको श्री सम्पत्ति गइसक्यो, घर जग्गा जीवन गइसक्यो, धनी पूर्जा सबै ब्याङ्कको नाममा गइसक्यो। ब्याङ्क भनेको सीमित तस्करहरूको। अनि यहाँ साथीहरू परदेशको कुरा गर्छन्, संहिताका कुरा गर्छन्, पहिचानको कुरा गर्छन्, जग्गा जति सबै ब्याङ्क थ्रो मारवाडीका हातमा गइसक्यो। अनि पहिचानको कुरा गर्छन्। कुन पहिचान खोजेको? धनी पूर्जा जग्गा जति मारवाडीलाई बुझाएर कुन पहिचान खोजेको भनेको क्या? तस्करहरूलाई बुझाएर, व्यापार व्यवसाय उनीहरूलाई बुझाएर, भएका घर उनीहरूलाई बुझाएर, गाडी उनीहरूलाई बुझाएर, रेमिटेन्स पठाउने विदेश गर हाम्रा दाजुभाइ 50 डिग्रीको तातोमा मोज गर्ने यहाँ 100 जना नेपाली मारवाडी ब्याङ्करहरू। यही आँखा खोलिदिएको होइन मैले। त्यसले गर्दाखेरि मैले हिजो गृहमन्त्रीज्यूलाई के गर्ने भनेदेखि ब्याङ्क र व्यवसाय छुट्याउनु पर्यो। पहिला ब्याङ्क गर्ने मान्छेले व्यवसाय गर्नु हुँदैन, व्यवसाय गर्ने मान्छेले ब्याङ्क गर्नु हुँदैन। फर्स्ट त्यो छुट्टिनु पर्छ। यी यावत कुरा छन् भनेर भनिसकेपछि उहाँले एकदमै हामी पोजिटिभ छौँ तपाईँका मागमा। त्यसले गर्दाखेरि यो भनेको एउटा वार्म अप जस्तो हुन्छ नि, वार्ता गर्नु प्रधानमन्त्रीसँग गइसकेपछि त ड्राफ्ट हुनु पर्यो भनेपछि मैले मेरा कुरा स्पष्ट राखिदिएको छ। स्पष्ट कवाडी छ काठमाडौँमा, त्यही त मैले कवाडीको कुरा गरेँ। कवाडी बाबा बिग्रिया सामान कवाडी सामान बेचेर खान्छु भन्न नपाउने काठमाडौँमा? अनि लात हानेर खेद्नुपर्ने? नगर प्रहरीको ज्यादती तपाईँहरूले बुझ्नु भएको छ कस्तो थियो एकपल्ट? नगर प्रहरी, काठमाडौँको नगर प्रहरी र काठमाडौँको मेयर आयो भन्दाखेरि नि उहिले शोले फिल्मको याद आयो क्या मलाई। 50 कोस परबाट गब्बर आउँदैछ भनेपछि बच्चा सुत्थ्यो अरे क्या यहाँ। बेटे सुझाओ नहीं तो गब्बर आ जाएगा भन्थ्यो अरे क्या। काठमाडौँको मेयर र काठमाडौँको त्यो नगर प्रहरी त नि शोले फिल्मको गब्बर जस्तो भएका थिए यहाँ। त्यसको अन्त्य गर्नु थियो, हामीले अन्त्य गर्दैनौँ। आज चैनसँगले सुकुम्बासी र कवाडीहरूले व्यापार गर्न पाएका छन्। सुकुम्बासीहरू खोलाकै डिलमा भए पनि आनन्दले सुत्या छन्, सुत्न पाएका छन्। नागरिक हुन् सुकुम्बासी भनेको पनि हाम्रा दाजुभाइ दिदीबहिनी हुन्। सरकारले के गर्ने भन्दाखेरि संविधानमा चाहिँ घाँसबास कपास भनेर लेख्ने, अनि बिचरा सबै लघुवित्त सहकारी र ब्याङ्कका कारणले सुकुम्बासी हुन्छन्। यहाँ आउनु भएको छ हाम्रो साथीहरू, त्यहाँ रक्सीको डिलर गर्ने होइन तपाईँहरू? उहाँहरूको पनि घर जग्गा जीवन 20 करोड छ होइन तपाईँलाई? त्यही हुनुहुन्छ। यता आउनु न हौ तपाईँहरू, किन लजाउनुहुन्छ? देखिनु पर्यो, आउनु न यहाँ हेर्नुहोस् न। उहाँहरू यति राम्रो व्यापारी हो काठमाडौँमा, आउनु न। के को लजाउने कुरै छैन, यता आउनु। यहाँ हेर्नुहोस्, उहाँ यति राम्रो व्यापारी हो। यहाँ हेर्नुहोस्, तपाईँको लोन कति हो भन्नुहोस् त? मेरो 6 करोड। तपाईँको कति हो? 10 करोड। तपाईँ उहाँको 20 करोड। 20 करोड रुपियाँ पैसा लोन लिएको मान्छेले सालको ट्याक्स भनेको केही नभए पनि राज्यलाई, नराम्रो कुरा होइन नि, 2 करोड रुपियाँ ट्याक्स बुझाउँछ राज्यलाई। बुझाउनु हुँदैन थियो? त्यतिकै रोजगारी सिर्जना गरेको थियो, त्यतिकै रोजगारी सिर्जना गरेको थियो। आज उहाँको घर जग्गा जिमिन नि, उहाँको जिन्दगी त खायो उमेरभरि, हो कि होइन? घर पनि खायो, जग्गा पनि खायो, व्यापार पनि खायो, व्यवसाय पनि खायो। अब उहाँको लिलाम गरिसकेपछि उहाँले जाने भनेको त्यही बागमती किनारमा होइन? अनि बागमती सम्पत्ति लगेर उहाँलाई ब्ल्याकलिस्ट पनि गर्यो, सम्पत्ति पनि लगिसक्यो। अनि डिआरटीमा हालेर नि ब्ल्याकलिस्ट गर्यो। अब ब्ल्याकलिस्ट भएपछि के भयो तपाईँलाई थाहा छ? उहाँको पासपोर्ट चल्दैन, उहाँको नागरिक चल्दैन, उहाँको छोराछोरीको पासपोर्ट चल्दैन, नागरिकता चल्दैन। 3 पुस्ते यस्तो पनि हुन्छ देश। यसलाई कानुन भन्छ। यही हो कानुन, यही हो संविधान। अनि त्यहाँबाट खोलाका डिलमा बस्या मान्छेलाई, अनि त्यहाँबाट चाहिँ नि आउँछ डोजर, फलानुको डोजर भनेर। मैले अघि भनिनँ शोले फिल्मको सोझाओ बच्चे नहीं तो गब्बर आ जाएगा भने जस्तो सुकुम्बासी टोलका त्यो नगरपालिकाले एउटा पत्रिका छाप्दैछ, सूचना 7 दिने छापेपछि सबै डरले काम हेर्छन्। त्यही छ, यहाँ गब्बरलाई रोक्ने पनि धर्मेन्द्र र अमिताभ बच्चन निछन् भनेर अनि म गएर भिडेको कुरा बुझेन? ठेगा लगाउनु त हुन्छ नि मान्छे। त्यसले गर्दाखेरि
अब हाम्रा साथीहरूले धेरै सोच्नुपर्छ र मैले एउटा कुरा भनेको छु नि, म ब्ल्याक लिस्टमा परेको मान्छे होइन। मेरो ग्लोबल आइएमई ब्याङ्कमा छ, त्यहाँको सम्फिक रेग्मी हुनुहुन्छ सिओ, तपाईँहरूले फोन गरेर सोद्धा हुन्छ। म ब्ल्याक लिस्ट होइन, ब्ल्याक लिस्ट उहाँहरू हो, उहाँहरूलाई बचाउन खोजेको। म सुकुम्बासी होइन, मसँग अहिले अलरेडी 60 बिघा जग्गा छ, काठमाडौँमा यतिको घर छ, तर मैले जो भूमिविहीन छ तिनलाई जोगाउन खोजेको, मलाई होइन। र मेरा हरेक माग छन् नि, कमसेकम भए पनि अहिले पनि मैले गृहमन्त्रीज्यूलाई भनेको छ, कोही कागज ल्याउँदै थियो, यहाँ हेर्नुहोस् मेरा माग हिजोका, खोइ चस्मा ल्याउँ, मेरा माग कस्ता छन् तपाईँलाई चित्त बुझेन भने भन्नु होला। मान्छेलाई रोम्न पाइँदैन नि, बस्नु नआतिन न। भूमिविहीन सुकुम्बासी काठमाडौँ उपत्यकामा रहेका कवाड व्यवसायहरूलाई दीर्घकालीन विकल्प नहुन्जेलसम्म अब चलाउन नपाउने, अब चलाउनै नपाउने। लु त कोही आओस् त त्यहाँ डोजर सोजर लिएर, डोजरका चक्का कहाँ पुग्छन् हो। अर्को, बैंक, वित्तीय संस्था, सहकारी लघु वित्तबाट कालो सूचीमा परेका ठूला साना व्यवसायी र यातायात व्यवसायीहरूलाई कालो सूचीबाट हटाउने अहिले। र बैंकले आफ्नो नाममा ल्याएका गैर बैंकिङ सम्पत्तिहरू, तपाईँहरूका सम्पत्ति लगाएको छ नि, गैर बैंकिङ सम्पत्तिहरू हाललाई बेचबिखन गर्न नपाउने, अहिलेलाई बेच्न पाउँदैन। कुनै पनि ऋणीलाई थप कालो सूचीमा अब राख्न पाइँदैन, अब राख्नु भएन। र अब आइन्दा अर्को व्यवस्था नभइन्जेलसम्म 35 दिने सूचना पनि काट्न नपाउने बैंकले, 35 दिने काट्न नपाउने, प्रकाशन गर्न नपाउने। लघु वित्त र सहकारीका कर्मचारीहरू घर घरमा पैसा उठाउन जान नपाउने, घर घरमा नपाउने। यातायातका साधनहरू त बिग्रिन्छन्, लिलाम गरेर म ब्याङ्कमा ल्याएर राखेको, ती बिग्रिने भएकाले त्यो ऋणलाई रिस्ट्रक्चर गरेर किन यातायात व्यवसायीलाई चलाउन दिनु पर्यो। भएका यातायात ल्याएर यहाँ जुन किस्तामा दिने भन्ने यातायातमा लगानी गर्ने, अनि यातायात ल्याएर चाहिँ थन्काइदिने, अनि के चलाएर तिर्छ त्यसले, अनि यता ब्ल्याक लिस्ट गरिदिने। यो कुरा गलत हो कि सही हो? ल त्यो भयो। अर्को, जेएनजी विद्रोह पश्चात पक्राउ परेका जेएनजीहरूलाई जेएनजी र प्रदर्शनकारीहरूलाई रिहा गर्ने प्रक्रिया सुरु गर्ने, थप जेएनजीहरूलाई गिरफ्तार गर्न नपाउने, पक्राउ गरेकाहरूका मुद्दा फिर्ता लिनुपर्ने। चैत 15 गते हामीलाई पनि फसाएको मुद्दा फिर्ता लिनुपर्छ भनेको छ। यसमा चाहिँ हाम्रो पनि परेको छ है। फेरि एउटा, हिन्दू अधिराज्य प्रदेश खारेजी र राष्ट्र संस्थाका सन्दर्भमा जनमत संग्रहको माध्यमबाट गरौँ, एकपल्ट टेस्ट गरौँ। जनताले जनता बाटोमा उ गर्ने मात्रै होइन, यो अहिले राष्ट्र संस्थाको विषयमा कुरा गरौँला। बैंक र व्यवसायी एउटै घरानाको भएकाले बैंक र व्यवसायी छुट्याउनु पर्ने, एकपल्ट बैंकहरूलाई राष्ट्रियकरण गरेर अनि छुट्याउनु पर्छ। 35 बैंक सञ्चालकहरूले 35 खर्ब रुपियाँ पैसा अपचलन गरेका छ। दोस्रो सहकारी हो बैंक भनेको। बैंक र बैंक सञ्चालक र जुन आइपिओ जारी गरेको छ नि, यो छानबिन गर्नु भने नि, यो आइपिओ उ गर्ने मान्छेहरू पनि सबै थुनामा जान्छन्, सबै थुनिन्छन्। बेच्ने बेला 4000 पुर्याउने, अहिले 400 मा छ हो त्यो आइपिओ जारी गरेका कम्पनीहरू, मुन परिछन्। अब सेना, प्रहरी जवान र निजामती कर्मचारीको तलब हाललाई कम पनि भए पनि 20,000 भए पनि बढाउने। 1 लाख भनेको थिए, 1 लाख भोलि पर्सि अर्को सरकार आएर गर्छ, कमसेकम 20,000 भए पनि बढाइदेऊ। अनि 30 र 20ले 50,000 पुग्छ। 20,000 भए पनि सेना, प्रहरी, निजामती कर्मचारीको तलब बढाइदेऊ। भ्रष्टाचारीहरू, जो भ्रष्टाचारी छ, जेएनजीको जुन थियो नि, जेएनजीहरूले उठाएको मुद्दा, भ्रष्टाचारीहरूलाई कारबाही गर। खोइ त कारबाही। र 23 गते र 24 गते घटनाका अपराधीहरूलाई छानबिन गरेर तुरुन्त पक्रेर थुन्नु पर्यो नि त। नर्स र डाक्टर, अब अलिक दिनमा हस्पिटल बन्द हुन्छ, नर्स र डाक्टरको कोटा बढाऊ। कारागारका कैदीहरूको हकमा कारागारभित्र काम गर्ने कैदी बन्दीहरूलाई राजाको पालामा पनि दिएको रहेछ हौ त्यति सुविधा, अहिलेकोले काट्दिएको रहेछ। राजाको पालामा लागू गरिएको सुविधालाई बढाएर निजामती कर्मचारी
गर। त्यहाँभित्र कर्मचारीहरू जेलमा पनि कर्मचारीहरूले काम गरे हुन्छ, तिनीहरूको बिदा काटिदिनु पर्दैन, शनिबार बिदा पाउनु पर्दैन तिनीहरूले, त्यो गरिदेऊ। र कारागार प्रहरी हिरासतमा रहेका बन्दीहरूको, अहिले बन्दीलाई लगेर तपाईँहरूलाई थुन्यो भने नि त्यो घुँडा पखालेको पानी जस्तो हुन्छ, दाल त बेसर मात्रै हुन्छ। हामीले पनि खाएको छ भित्र। राजा वीरेन्द्रले 2045 सालमा छुट्याएको रहेछ भाइ 96 रुपियाँ बिहान बेलुका भात र दाल भात तरकारी। आज 96 रुपियाँमा एउटा लड्डु आउँदैन, 2 छाक खाना कसरी खान्छ? अहिले घटाएर त्यो गरेको छ, त्यसलाई कमसेकम 200 रुपियाँ बनाइदियो। कारागारको बन्दीहरूलाई थुनुवा हुन्छ नि प्रहरी परिषदमा, त्यो बन्दीहरूलाई कमसेकम 200 बनाइदेऊ। कमसेकम बिहान बेलुका भात त खाओस् है। मेरो कुरा त्यो हो। र यिनै मागहरू मैले राख्दाखेरि गृहमन्त्रीज्यूले के भन्नुभएको छ भने यो हामी ड्राफ्ट तयार गरौँ र आउने 22 गते म बीचमा मेरो यो अलिकति घाँटीको समस्या छ, म केही दिन रेस्ट पनि गर्छु र औषधि उपचारमा जान्छु, म फर्केर आउँछु भनेपछि 22 गतेको टाइम राखेको छ गृहमन्त्रीज्यूले। अब हाम्रो कुरा के हो भन्दाखेरि प्रधानमन्त्रीसँग वार्ता हुन्छ, टेबलमा बसेर वार्ता गर्ने। यी सबैका माग हुन् नि त, मेरा मात्रै माग, मेरा माग कुन एउटा रहेछ? एउटा छ मेरा माग? अरू माग त मेरा के छन् भने विदेशका जेलमा 7000 युवा छन्, ती युवा फर्काउनु पर्यो भनेको छ। मेरा छोराछोरी छैनन् विदेशमा जेलमा, यी छन् मेरा सबै अर्काका हुन्। मैले हिजो गृहमन्त्रीलाई भने सबै यी नेपाल र नेपाली जनताका माग हुन्, यी पुरा गरौँ भनेर भनिसकेपछि उहाँ हामी सहयोग गर्छौँ, पोजिटिभ छौँ भनेर भन्नुभयो। र हतियार हिंसाको कुरो गर्नु भएन भनेर भन्नुभयो उहाँले। हतियार हिंसा त तपाईँहरूले जेएनजी अपरेसन चलाएर तपाईँहरूले गरेको, मैले गरेको होइन भनेर भन्ने मैले। र मैले अहिलेसम्म गरेको छैन। शहीद 15 गते पनि गोली केपी ओली सरकारले चलाएको, मैले चलाएको होइन, हामीलाई झन्डै मारियो। त्यसले गर्दाखेरि तपाईँहरूले के बुझिदिनुहोस् भने यो कुरालाई हल्का नलिनुहोस् भनेर भनिरहेछ। र अब यो उसको लागि होइन, गभर्नर बस्ने भएको छ नि त, गभर्नरलाई राख्नु पर्यो, सबैजना बस्नु पर्यो र कसरी हुन्छ यो मागहरू पुरा गर्नु पर्यो। त्यसले गर्दाखेरि मैले के जानकारी गराउन खोजेको भने कमसेकम यो सरकारले हाम्रा मागहरूलाई प्रधानमन्त्रीको टेबलमा हामीले यी मागहरू पुर्याएका छौँ र आउने 22 गते हाम्रो यो माग पुरा भएन भने फेरि यो माग पुरा भएन भने चुनाव हुँदैन नि फेरि। यो कुरा चाहिँ बुझ्नु नि, यी हाम्रा माग पुरा भएनन् भने चुनाव हुँदैन, चुनाव हुन्छ भने नसोच्दा हुन्छ, यो प्रष्ट हुँदा हुन्छ। किनभने गरिबका माग हुन्, सर्वहारा वर्ग भुइँ मान्छेका माग हुन्। हिजो भ्रष्टाचार विरुद्ध र गरिबकै माग उठाएर मैले जग बनाएको हो, जगमा अर्काले आएर घर बनाए केही समयलाई, त्यो घर फ्याँकेर हाम्रै घर हामी बनाउनुपर्छ हाम्रो जगमा। यो कुरा तपाईँहरूले बुझ्दा हुन्छ, प्रधानमन्त्रीले पनि बुझ्दा हुन्छ, गृहमन्त्रीले पनि बुझ्दा हुन्छ। फेरि गृहमन्त्रीले दुर्गा प्रसाद वार्तामा अब आयो, अब पेली हान्छ भनेर चाहिँ गृहमन्त्री प्रधानमन्त्रीले त्यो कुरा त्यो सपना देख्नुहुन्छ भने फेरि सपनाको सपना हुन्छ, तपाईँहरूलाई भोलि अप्ठ्यारो पर्ला। मैले भनिरहेको छु हिजो, भोलि आगो लगाउनु त तपाईँहरूले सिकाएको, हामीले होइन, हो कि होइन भन्नु न नेताका घर। अब अहिले तपाईँ हुनुहुन्छ, तपाईँले माग नपुरा गरेपछि तपाईँलाई गाह्रो छ। तपाईँको घर लोकेट गरिसकेका छन्, ती सानेपामा रहेछ भनिदिएको छ मैले त, हाँसी अब मैले देखेँ। अब सुशीला कार्कीको त घर हिजो देखाउँदै थिएँ, जग्गा मिचेर बनायो भनेर प्रधानमन्त्रीको, हो कि होइन? त्यसले गर्दाखेरि हाम्रा माग यिनै हुन्। यिनै कुरा जानकारी गराउन र नेपाली जनतालाई के भन्छु भने दुईटा कुरामा आन्दोलन गर्न दिएन। दुर्गा प्रसादले आन्दोलन रोक्यो, पैसा खाएर आन्दोलन रोक्यो भनेर भने क्या। म आज पनि भन्छु, दुर्गा माताको कसम खाएर 1 रुपियाँ पैसा कसैको लिएको रहेछु भने, कसैको लिएर आन्दोलन पनि गरेको छैन, लिएको पैसा पनि फिर्ता गर्छु। आन्दोलनको लागि एकजनाले अस्ट्रेलियाबाट $1000 हालिदिएको थियो, त्यो पनि मैले हिजो खाता नम्बर मागिरहेछु, फिर्ता गर्दिनँ। र म विदेशमा बस्नेलाई पनि के भन्छु भने नि, तपाईँहरू फेसबुकमा लेख्ने होइन, विदेशमा जाने ग्रिन कार्ड लिने, विदेशको नागरिकता लिने, अनि नेपालको विषयमा ज्यादा चिन्ता जताउने र अनि दुर्गेले यो गर्यो, दुर्गेले उ गर्यो, अनि कतिजनाको कुरो के अरे भने जनमत सङ्ग्रह त राजा गएर घाम तापेर बस्ने चिया बगानमा दमकमा राजाका मान्छे 4 जना बाटोमा उफ्रिने, तर एउटा राजाको विज्ञप्ति पनि आउँदैन। क्लियर कुरा त। हिजो पृथ्वीनारायण शाह पनि त हातमा खुकुरी लिएर निस्किएर पो राजा भएका हुन् त राजाको पनि त केही न केही त हुनु पर्यो नि त, जोड हुनु पर्यो, घटा हुनु पर्यो, बल हुनु पर्यो, हुनु परेन? अनि राम्रै
अनि अब त्यहाँ राजाका मान्छेहरू के भन्छन्, जनमत सङ्ग्रह गर्नु हुँदैन, राजा भनेको त्यसरी ल्याउने होइन। त त्यो बोल्ने मान्छेले डोकामा बोकेर ल्याएर राख्नु, कसैले रोकिदिया छैन। आन्दोलन गर्नु गर्न पाएको छ नि। मेरो त ठाडो कुरालाई ठाडै कुरा हुन्छ, होइन भने मैले के भनेको जनमत सङ्ग्रहमा जाउँ। राज संस्था ल्याउने, हिजो पार्लियामेन्टबाट राज संस्था फ्याँकेको हो नि त। कि त 2/3 सरकारले हामीले जितेर 2/3 कि त भोट द्याऊ दुर्गा प्रसादलाई पुर्याऊ, राज संस्था ल्याइदिन्छ, 2/3 ताली बजाएर ल्याइदिन्छ सदनबाट। होइन भनेदेखि लडाइँ गरेर ल्याउने भने जम्मै निस्कन, बाटोमा कोही ननिस्किने, फेसबुकमा मात्रै लेखेर बस्ने। भाइ हो कि भन्नु न। अनि 2 पैसा कोही ननिकाल्ने, मुख मात्रै तिखार्ने अनि लेख्ने। लडेकै हो त दुर्गा प्रसाद 3 वर्षदेखि, हो कि होइन? राज संस्था ल्याउनको लागि लडेकै हो, जेल बसेकै हो त, कोही नगर्ने। अब अन्तिम विकल्प भनेको के हो भन्दाखेरि जनमत सङ्ग्रह। त्यत्रो राजालाई मन पराएको छ भने, हिन्दू राष्ट्र चाहिएको छ भने, प्रदेश खारेज छ भने हालौँ न, ड्याम भोट हालौँ त्यसमा। ड्याम 95% भोट हालेर ल्याउँ त राजालाई, जनताको मतबाट ल्याउँ न। मेरो कुरा त्यो हो। र त्यो टिभीमा बोल्ने, अब दुर्गे पनि लुसिफर भएछ भन्दै थियो एकजना बाबै नि। अनि बाबैलाई मैले फोन गरेँ, मेरै मान्छे हुन् त, 2 लाख रुपियाँ ल्याउनु न आन्दोलनलाई भनेर भनेको त नि, छैन अरे। अनि तपाईँका छोराछोरी कहाँ छन् भन्दा अमेरिकामा, आफ्ना छोराछोरी अमेरिकामा सेटल गर्ने। हेर्नु त, अनि मेरा छोराछोरी मैले दाउमा राखिदिनु पर्ने मैले। सबैजनाको देश हो, सबैजनाको अपनत्व हुन्छ। र विदेशमा बसेर नि यस्तो फेसबुकमा लेख्नेलाई पनि के भन्छु भने, छन् यहाँ 1-2 जना छन्, ती पनि फर्केर आऊ। एकजना थियो त्यो दमकतिरको भाइ, के भन्छ थाहा छ, दुःख पाएर आएको नि त अरे। दुःख पाएर आएर उहाँ भुटानी केटीसँग बिहा गरेर गएर, हेर्नु न कस्तो नाटक। भुटानी केटीसँग बिहा गरेर जाने होइन, भुटानी केटीसँग बिहा गरेर जाने, अनि उहाँ अर्काको बुढीसँग जाने, अनि हो कि होइन, अर्काको बुढीसँग जाने, अनि उहाँ गएर डिभोर्स गर्ने, अनि अहिले आएर अमेरिकामा बसेर हामीलाई सिकाउने। त्यस्तो राष्ट्रप्रति माया भएकोमा त्यो पनि ग्रिन कार्ड लिने त्यहाँ गएर। मैले के भनेको त थाहा छ, दुर्गा प्रसादले यो जुनीको लागि गरेको होइन, मेरो आत्मा हो। यो भौतिक शरीर मैले यहाँ छोडेर जानुपर्छ। अब आउँदा पनि मैले त्यो जुनीमा पनि राम्रो काम गरेको थियो, यो जुनीमा पनि मैले तपाईँहरूको लागि दुःख पाए पनि राम्रो काम गरेको छु जस्तो लाग्छ। अब आउने जुनीको लागि मैले गरेको यो काम मैले। त्यसले गर्दाखेरि तपाईँले के बुझ्नुहोस् भने, म त्यो यसरी आएर बोल्ने मान्छेलाई के भन्छु भने, आऊ न त, आऊ देश फर्क न भाइ। दुःख पाएँ अरे, दुःख त जम्मैले पाएको त, हामीले पनि त पाएको छ नि त। हामी देश छोडेर गएनौँ त, गयौँ त, ल भन्नुहोस् त। अनि उहाँ बसेर फलानुलाई, उहाँ बसेर पो दिन्छन् त, फलानुलाई सहयोग गर्नु पर्यो भनेर विज्ञापन गर्छन् त, गर त। तिम्रो मान्छेलाई विज्ञापन गर्दा अर्कालाई चाहिँ किन गाली गर्छौ? कहिले के लेखेको हुन्छ नि, दुर्गा प्रसादका हातमा देश गयो भने बिग्रिन्छ अरे। त उसले आफ्ना नाममा हातमा राख्नु नि देश, होइन? अनि यस्तो पनि हुन्छ, विरोधीहरू आफू कुन बाटोबाट गएको, कस्तो म्यारेज गरेर गएको, यस्तोसँग कसरी गएको, होइन? त्यसले गर्दाखेरि दम्मका साथीहरूले राम्रो कुरो बुझ्दा हुन्छ, सबै कुरा बुझिया छ। त्यसले गर्दाखेरि म के भन्न चाहन्छु भने, सम्पूर्ण नेपाली जनताहरूलाई 22 गते, मङ्सिर 22 गते प्रधानमन्त्रीले बोलाउँछु भनेको छ र चिठी पनि पठाउँछु भनेको छ। जुन हामीले 22 गते हाम्रा मागहरू पुरा भएनन् भने अनि हामी आन्दोलनको घोषणा गर्छौँ। र जुन आन्दोलनले फेरि यो सबै कुरालाई बढार्छ र चुनाव हुन्छ भन्ने चाहिँ आश नगर्दा हुन्छ। हाम्रा माग पुरा भएनन् भने चुनाव हुँदैन, यो कुरामा क्लियर हुँदा हुन्छ। र 82-84 को चुनावलाई 82 गर्नलाई तपाईहरुलाई सत्तामा ल्याएको होइन, सक्नुहुन्छ भने यो संविधान चेन्ज गर्ने बाटोमा लाग्नु। मेरो कुरा त्यो हो। त्यो भन्दै मैले बिदा लिएँ। नमस्ते। ल साथी, तपाईहरुले यस्तै प्रश्न गर्नुहुन्छ। मैले राजाको मुद्दा छोडेकै छैन। हिजो पनि त्यहाँ छ त।
राजाको मुद्दा होइन नि त। राजा भनेको कति इम्पोर्टेन्ट रहेछ त्यो त तपाईँलाई पनि होला, हामीलाई पनि होला। मैले भन्न खोजेको राजा ल्याउने पनि त माध्यम होला नि त। कि त संसदबाट फ्याँकेको हो होइन, कि त संसदबाटै ल्याउनु पर्यो चुनाव गरेर 2/3 भएर। यो जुनीमा 2/3 पुग्दैन, पुग्छ? 2/3 गरेर गयो दल फुटाइदिइहाल्छ, फुटाउँछ, विदेशीहरूले फुटाउँछन्। 100 वर्ष लगाएर राज संस्था र हिन्दू राज्य हटाएको हो यो। तपाईँहरूले बुझ्नु भएको छ कि छैन? 100 वर्षको मेहनत गरेर राज संस्था र हिन्दू राज्य हटाएको हो। यो राजाले पनि बुझाएको छ। राज परिवारको हत्या भएको पनि राजालाई राम्रो थाहा छ। त्यसले गर्दाखेरि राजा ल्याउने विधि भनेको के हो भन्दाखेरि नि जनताको कि त लडाइँ गरेर ल्याउनु पर्यो, कि त निस्किनुहोस् न सबै, अनि ननिस्किने कोही पनि हो। अनि म एक्लैले बल गर्दा हुन्छ? अनि त्यसले गर्दा राजा छोडेको हुन्छ। राजा भनेको कति इम्पोर्टेन्ट, सबैलाई चाहिएको भने सबैजना लागु, होइन भने सबैभन्दा सजिलो बाटो ब्यालेट थापौँ, बक्स थापौँ, बक्समा हालौँ न। ड्यामी चुनावमा राजा चाहियो भनेर हालौँ त, भोट हालिदिउँ न। होइन, अन्य दलले मान्छ मान्ने होइन नि, सरकारले मान्नु पर्यो नि त। अहिलेको सरकारले होइन पनि सक्दैन नि। सुशीला कार्कीलाई छोडिदिउँ न, म दुर्गा प्रसाद गराउँछ। यी जम्मैलाई बाँधेर लगेर कसरी गराउनुपर्छ म गराउँछु नि। ए दल त सकिगयो नि, कुन दल छैन? यिनै दललाई भ्रष्टाचारीलाई तपाईँले दल भनेको त्यो छोडिदिनु। कम्युनिस्ट पार्टी तेरिका पर्छ। तपाईँलाई म भनौँ, यो देशको सबैभन्दा खराब मान्छे भनेको प्रचण्ड हो। आज मैले भन्छ त्यो मान्छेको लागि नि म पनि 6 महिना सैनिक हिरासत बसेको। आज जनयुद्ध 17,500 मान्छेले नि को रगतले लतपतिएको जनयुद्ध कहाँ पुर्यायो? आज माओवादी पार्टी कहाँ पुर्यायो? त्योभन्दा नरसंहारी देश कहाँ पुर्यायो? विभिन्न जात जातिका नाममा आफू र आफ्नो छोराछोरीको लागि नि आज बुढाघाडा मान्छे, सकिएका मान्छे खोजेर हिँड्ने मान्छेको कुरा गर्नुहुन्छ? त्यस्तो पनि नेता हुन्छ? के को कम्युनिस्ट पार्टी? कुन कम्युनिस्ट पार्टी? देश सिद्ध्याउने हुने यिनीहरू, नरसंहारी हुन्, सभ्यता सिद्ध्याउने, धर्म सिद्ध्याउने, आफ्नो बाबुआमाको क्रिया नगर्ने। प्रचण्डले क्रिया गरे आफ्नो बाउको? यिनीहरू भनेको नरपिसाद अपराधीहरू हुन्। यिनीहरूलाई तपाईँ लिडर भन्ने यो कुरा कसरी तपाईँहरू मान्नुहुन्छ? मेची अञ्चलमा कुन चाहिँ माओवादी छ अहिले? कुन चाहिँ कम्युनिस्ट छ? सबै मसँग आइसके। यो कुरो बुझ्नु भएको छ? सबै दलाल हुन् यिनीहरू। तपाईँले एउटा कुरो के बुझ्नु भने नि 17,000 मान्छे मऱ्यो, त्यसको रगतबाट लतपतिएको चिजले बनेको जनयुद्ध कहाँ गयो? माओवादी पार्टी कहाँ गयो? सोध्नुहोस् त एकपल्ट। अनि आफ्नो छोरीको, आफ्नो परिवारको, आफ्नो सम्पत्ति जोगाउन, आफ्नो अस्तित्व जोगाउन देशलाई लगेर तिलञ्जनी दिने, देश सिद्ध्याउने, यो देश हाम्रो होइन? देश प्रचण्डको र केपी ओलीको मात्रै हो, शेरबहादुरको मात्रै हो? देश हाम्रो होइन? यो कुरामा तपाईँहरू बोल्नुपर्छ क्या। अनि तपाईँहरू के प्रश्न गर्नुहुन्छ? राजा भनेको इम्पोर्टेन्ट हो, राजा भनेको इम्पोर्टेन्ट हो, तर सबैको सहयोगमा आउनु पर्यो। र मैले राजा पनि छोडेको छैन, हिन्दू धर्म पनि छोडेको छैन, कुनै माग पनि छोडेको छैन। मलाई सबैको सहयोग चाहियो भनेको छु। होइन, मैले अहिलेसम्म दल दर्ता गरेका छैन। पहिला चुनाव हुने वातावरण बनोस्, अनि हाम्रा माग पुरा हुन्, अनि त्यस पछाडि दल दर्ता गरौँला सल्लाह गरेर। कुरा बुझ्नु भएन? नभए एउटा कुरो कि कुलमा नै प्रधानमन्त्री भएर आए पनि नि विद्रोह नै हुन्छ। यो कुरा बुझ्नु न, कुलमा नै आए पनि विद्रोह हुन्छ, अर्कोमा नै आए पनि विद्रोह हुन्छ, अब प्रचण्ड नै आए पनि विद्रोह हुन्छ, भोलि कल्याण श्रेष्ठ नै आए पनि नि विद्रोह हुन्छ। किनभने हामीले त के खोजेको छ? स्वास्थ्य, शिक्षा, रोजगार भनेको छैनौँ हामीले। स्वास्थ्य, शिक्षा, रोजगार फ्री भनेको छैनौँ। स्वास्थ्य शिक्षा पनि किन्न सक्ने नागरिक बनाऊ भनेको छ हाम्रो योजना। यो गरिबलाई धनी बनाऊ भनेको छ। त्यसले गर्दाखेरि नि अबका माग अर्कै छन्। एकछिन कुलमान प्रधानमन्त्री हुनुहुन्छ अरे, अनि हाम्रा माग नसमेटिएपछि के हुन्छ? के हुन्छ? विद्रोह नै भयो नि त। हाम्रो त स्पष्ट कुरा छ, किराँत बौद्ध सहितको वैदिक सनातन हिन्दू अधिराज्य। सरकारले घोषणा वातावरण बनाउनु पर्यो नि। म भए त घोषणा नै गरिहाल्थेँ अस्ति प्रधानमन्त्री भए। म त यो संविधानै मान्ने थिइनँ। मैले भने त म भए त कि त म त राष्ट्रपतिलाई पनि लगेर अस्ति प्रधानमन्त्री भए पनि। अब यिनीहरू धनु नै रहन्छ, के गर्नु? हतियार मात्रै भएर धनु नभएपछि मुटु चाहिएन हान्नलाई। ल फागुन 21 गते सरकारले चाह्यो भने हुन्छ, चाहेन भने चुनावै हुँदैन। सरकारले चाह्यो भने जनमत संग्रह पनि हुन्छ, चाहेन भने नि हुँदैन।
सम्झौता त यस्तो छ, प्रक्रिया अघि बढेको छ, सम्झौता भन्यो भने त आन्दोलनमा गइहाल्छौँ नि। कस्तो फेरि भनेको आन्दोलनै भएको छैन नि। अस्तिको त स्थगित पो गरेको त होइन, टेबलमा आउनुहोस् भनेपछि त हाम्रो माग पनि त सुन्ने नि त। कमसेकम राजा हिन्दू राज्य भन्ने त प्रधानमन्त्रीको टेबलमा आजसम्म पुगेको थिएन क्या, कमसेकम पुर्याइयो नि त। सडकमा मात्रै थियो, अहिले प्रधानमन्त्रीको टेबलमा पुग्यो नि, त्यो चाहिँ राम्रो कुरो हो, त्यसलाई पोजिटिभ ल्याउन, अरू कुरा छोडिदिउँ। हस् हजुर, दुर्गा सरले चाहिँ आन्दोलन गर्ने भएपछि देशैभरको मान्छेहरू एकैचोटि टुल्केले पर्छ होइन, त्यो आन्दोलनकारीहरूले आन्दोलन गर्छ, त दुर्गा प्रसादको पछाडि चाहिँ को छ त खास? जनता। बजेट कहाँबाट आउँछ? बजेट कसरी हुन्छ? यो देशभरको मान्छे लजिङ फुडिङ आउन जान बडा गम्भीर कुरो सोध्नु। म मेरो आफ्नै पैसाले अहिलेसम्म पेट काटेर गर्दैछु। लजिङ फुडिङ भनेको त्यस्तै हो। मैले लजिङ पनि गराएको छैन, फुडिङ पनि गराएको छैन। यो आन्दोलन तपाईँले बुझ्नु भने यो हरेक नागरिकको, लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित उहाँहरू भएको हो, त्यो तपाईँको आन्दोलन हो। यो आन्दोलन दुर्गा प्रसादको होइन, यो तपाईँले बुझ्नु होला, यो तपाईँहरू सबैजनाको आन्दोलन हो। त्यसले गर्दाखेरि देश बचाउने आन्दोलन हो। त्यसले गर्दाखेरि सबै कुरा जुट्छ। हेर्नुहोस्, विचार सही र लक्ष्य सही भएपछि सबै कुरा प्राप्त हुन्छ। विचार गलत र लक्ष्य गलत भएपछि नि प्रचण्ड हुन्छ। प्रचण्ड कुरो बुझ्नु भएन? माधव कुमार नेपाल हुन्छ। ल हस्, एकछिन दिनु जवाब। होइन, हिजोको उसमा नि, यहाँ सुन्नु न, मैले अघि सुनाइसकेँ, यहाँ छ, म तपाईँलाई दिन्छु। ढिलो आएकोलाई पनि नि मैले अघि यो सुनाइसकेँ, अब उहाँहरूबाट लिनुहोस् तपाईँहरूले। ल हस्, ल।